हेलो साथीहरू, आज चाहिँ अब हामी टक्क खोटाङसम्मको यात्रा हाम्रो दिपक दाई हलेसी छक्कसँगले हाम्रो नवराजको घरसम्म म पनि जाँदैछु। ल कस्तो देख्यो? एकदमै नवाल ह्यान्डसम दाई। अब खतरा भ्लग गर्दै जानुपर्छ बाटोमा होइन। दामी 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 दामी। ल अब खोटाङसम्म सरर अहिले चाहिँ हामी ट्याक्क यो लोकनथलीमा हो। त्यसमा जाँदा चाहिँ पैसा तिर्नै पर्यो भनौँ। पैसा ड्राइभरले मानेको छैन अरे क्या। यत्रो बेर पर्खेको छ नि, झोला पर्खेको पर्खेको मार्दैन मान्छेले। पैसा दिनु पर्यो। एक डेढ घन्टा पर्खेको छ होइन। अहिले चाहिँ ठ्याक्कै हामी धुलीखेलमा हो। हिँड अगाडि यहाँ हाम्रो राम्रो मौसम, पुरा चिसो पानी परेर यस्तो नै लागेको छ। अब चाहिँ हामी सरर जानेछौँ। कति धेरै भइसक्यो नि किन बाहिर बाटोमै त देख्यो होला कहाँ केही नै देखेको छैन यार। केही देखिँदैन त। लाइट पुरै बालिदिएको छु मैले अगाडिको ठुलो। बाफ्रे बाफ्रे बालन साले छोडेको क्या त यो हुन्छु। दाइ बाइक त कहाँबाट दाइ हिँडेको त दाइ हिँडेको त हाल्छ हिँडेको त होला त अहिले हामी बिक्री गर्यो यसलाई के भन्छ ए जान्छ भोलि स्टेप ओइ सब गर न यता भला यसो हरे कंसे हरे सारी हरे कमारी वो मोहम्मद को 5 मिनट त भइसक्यो हामी यार। अब त हामी गाडी पनि यहाँ पर्छ ये लुको जाने ये आजकल दिस ये जान्छ ये ओ बिबा मचाउलिङ्गे पिङ
धरती छोडी आकाशमा गएपछि के सम्म गाजा गाउँछ पनि गयो कस्तो राम्रो देखिरहेको अब चाहिँ केही राहत मिलेको छ हुस्से खोलेर हामीलाई बाटो खुल्ला खुल्ला हुँदैछ जाम पनि हराएको छ अब चाहिँ हामी हल्का बाइकलाई पेल्छ डिस्कभर के भयो अरे यो चाहिँ पोहोरको बाढीले रोसी खोलाको पुल यो पुलहरू रोसी खोलाभित्र त घर पो छ त हौ राम्रो बाटो थियो सबै बाढीले जुन लगिहाल्यो तर पनि अब बिस्तारै हुँदैछ हाम्रो देश है अहिले राम्रो बाटो थियो
अब चाहिँ हामी सबै फुलकोट आइपुग्ने औषधि राख्छौँ लागेको है। हाम्रो सुनिल सर कहाँ हुनुहुन्छ? यहाँ हाम्रो साथीको हाम्रो सुनिलजी ओहो को हो यो मान्छे? सुनिल सर हुनुहुन्छ उहाँ चाहिँ। ल हाम्रो साथी सर तपाईँ हाम्रो फार्मासिस्ट के को औषधिको सरमा हुनुहुन्छ। औषधि पसल ल सामुदायिक हस्पिटल। सामुदायिक हस्पिटल हो पुलिसले ध्यान पारेको उपारी हो पुलिसले ध्यान पारेको के पुलिसले ए पानीको आज पनि हेर्छ आज नि हेर्छ भागिदिन्छु आज त म तेस्रो चोटि हिँड्दैछु यो बाटोमा तेस्रो चोटि Tunkosi pun यो काटेपछि नि अझै एउटा छ हैन पुल अब त दिनपछि आउँछ का अरुण तमोर सुनकोशी तुतकोशी भोटेकोशी तीनटा अरुण तमोर के छ दुईटा अनि तामाकोशी तामाकोशी
गरुड 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 पनि छ होला गरुड गरुड नदीले सीमामा हो दुधकोशी बजार क्षेत्र त विराट लिम्बुवान प्रदेश दिपक दाई के छ हामी चाहिँ अहिले दुधकोशीमा पुरै दुध जस्तै हुँदो रहेछ नि दाई पानी हेर्नु न यता त्यही त यस्तो आउनु पर्यो क्या घुमेर पर पुगेर होइन यस्तो आउनुपर्छ हेर्नु न घर कस्तो भत्का छ हामी कता जाने सट्टै बस्ने भने होइन वरिपरितिर गर भुइँमा ड्याममा हलेसी तुवाचुङ नगरपालिका यहीँबाट सुरु हो तिमीहरूको यत्रो र अब चाहिँ हामी यो हलेसी जाने बाटोतर्फ लागिसक्यौँ देख्नु सक्नुहुन्छ तर दुधको चाहिँ पुरै दुध जस्तो सेतो बगिरहेको छ यिनीहरू कहाँ गएर मिक्स हुन्छ तलैको मिसिन्छ त नि यो त त्यो तल नै होइन यो सिलगढीकै बाटोमा मिसिन्छ अनि दुधकोशी र सुनकोशी त्यहाँ मिसिएको ठाउँमा कस्तो हुन्छ त हेर्नु सक्नुहुन्छ यहाँनिर एकदमै हरियाली डाँडा रमाइलो यस्तोमा आएपछि आनन्द चाहिँ हुन्छ बन्द सुनिल हारीले त्यहाँ त लास्टै मिठो हुन्छ है कस्तो फ्रेस हुन्छ क्या फेरि कसले सुनिलले पुछेतिरेको हो सुनिलले ए फेरि कस्तो राम्रो छ नि है सफा छ टक्क सफा पनि खाना दामी त्यहाँ कल गरिहाल्नु न उहाँलाई लोकेसन के चाहियो अरे म सब श्रीकेशबाट भन्नु न ल कल गरिहाल्नु दिपक दाई कस्तो छ त हलेसी हेर्नु कति राम्रो आहा हरियाली पहाड रोसिसले भिडियो कल हाल्दैछ मलाई
ओहो मलाई पनि कोही फोन गरेर मेरै मात्रै हो, कसैको फोन पनि आउँदैन। जाउँ जाउँ दाइ। अब चाहिँ लगभग हामी हलेसीको नजिक आइपुगेको छौँ। अब यहाँदेखि चाहिँ मिनिमम पनि अब अझै पनि 10 किलोमिटर त छ। तर यो गाउँ चाहिँ मलाई एकदमै राम्रो लाग्यो कि। अनि फेरि यसरी क्यामेरामा कैद गर्न मन लाग्यो। जस्तै पारिको पहाडमा यस्तो भोवाल चट्टान घोडेर चाहिँ सिँढी बनाएको रहेछ, कति राम्रो। के ठाउँ हो सर यो? नौरा सर, यो ठाउँको नाम के हो सर? भोजेओडा। अगाडि हेरौँ सल्लो कति राम्रो। आहा यसको सुन्दरता। आकाजीलाई पनि उहाँलाई अगाडि जान हतार परेको रहेछ। ल कोदो फुल्यो बारीमा बरीलाई धानको बाला झुल्यो खेतैमा। आकाश गडगडाएछ। हामी अब आधी घन्टामा पुग्छौँ है। पानी हजुर नआइदिनु है पानीजी। इन्द्र भगवान थामिदिनु है एकछिन। चाहिँ सरर चिसो आएको फिल, सल्लाघारी जाडो सरर। अब चाहिँ हलेसी छेउछाउ आइपुग्यो। कस्तो राम्रो गाउँ पारिपट्टि। अब खेतबारी छ, त्यहाँ कहाँबाट आउँछ पानी? सडक आयो, सडक।
तेल बजार लैले सम्झनामा आउँछु बजार श्री हलेसी आयल पम्प स्टोर भनेपछि हामी हलेसी छेउछाउ आइपुग्यो कि क्या हो तिमीलाई राजेश पायल राई पनि खोटाङै होइन घर अनि उयो पनि होइन मेल्ने राई पनि इन्डिया कहाँ दार्जिलिङ अनि ऊ पनि यहीँ होला होइन ए होइन शम्भु राई त धरान ढुकुरजी मलाई त्यो आशिका दिदीले आशिका तामाङ छ नि आशिका तामाङ के उसले ऊ भनेको खालि याद आउँछ क्या होइन त्यो अन्चाडाले के छ तपाईँ के छ बाख्राजी बिरालोजी हो त्यस्तो कि कता बसेल कि हामी कहिले गएको 5 किलोमिटर रहेछ यार अझै यो ओहो हलेसी बजार देखियो वाट अ ब्युटिफुल प्लेस अब चाहिँ कन्टिन्यू नै भिडियो हुन्छ घर पुगिन्जेलै हलेसी मन्दिरको भिडियो चाहिँ भोलि पार्टी आउँछ है हलेसी मन्दिरको चाहिँ म एउटा छट्टै एकदमै राम्रो भिडियो बनाउँछु यता हो हलेसी मन्दिर चाहिँ अब हामी चाहिँ यता लाग्छौँ साथीको घरतिर
किन माथि यता गर्लफ्रेन्डको घर छ क्या तिम्रो यता ए हामीले पिछे रहेछ नि त फरक गाईहरु जाने बाटो हो क्या यो ए यहाँबाट हुँदै 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 खोला धर्छ खोला गाईहरु छ क्या फेरि तिम्रो अस्ति झन्डै यही बाटो गएको यही बाटो जाँदा चाहिँ तिमी जाँदा यही बाटो गएको यही बाटो फर्किँदा मात्रै उता होइन स्टाफको छ त बाटो स्टाफको छ है दाइ त्यही त हिँडेको होला बाटो त्यही त हिँड्यो होला अनि उता जा अनि तल जाँदा अस्ति दाइहरु गाडी ए बाइक त स्याङ्गले याद गरेको याद गरेर चलायो बाइक खुट्टा खिचार्दै बबाल लाग्यो अरे उता उसको त झुवाइ झै गर्ने बाइक चलाउनु के यो बाटो हामी भोलि हिँड्दै क्या अब आज गाउँ त बबाल छ तिम्रो घर कहाँ हो कस्तो दामी गाउँ थियो यार है अस्ति आउँदा त थिएन नि त हरियाली पुरा यहाँ त सब हरियो टिन लगाएर छ नि त है अर्को खानावाला अभियान अर्को खाना ए अनि त्यो दिएको हो क्या टिन सबलाई सरकारले दिएको टिन हो क्या कतिले अब आफैलाई लाउनेले आफैले लाउने लगाइहाले बाख्राजीहरू हरिदिनुहोस् त को बा ए बा भनेपछि त घरभन्दा अफिसै धेरै हो काम पर्दा अफिस कहाँ हो जाउँ जाउँ ढुङ्गामा चढ्यो नि त खुट्टाले धान्नु सक्दैन खुट्टाले बाइक पनि धान्नु नसक्ने भइसकेछ है दाइ गलेर बुवाको अफिस के जाउँ आमामा पुरै पिल्सिसकेछ यार हो दाइ भर्खर घर पुग्यो दाइ के छ नि
कहिले आउने सरहरू बाटो मस्त छ आए हुन्छ जाम छैन होइन बिहान चाहिँ जाम थियो उसमा धुलीखेल र खुर्कोटको ओह्रालोमा हुस्से लागेर पानी परेर राति नै 2-3 बजे 3 बजेतिर हिँड्यो भने त मस्त हो क्या बाटो जानेहरू त सरहरू त जानेहरू त माथिबाट गएको त अघि पुगिन् हिँडिँदैन नि त अब यो बाटो खासै फेरि पुरा नाली कटान गरी बनाएको मेन खोल्छ आउने ठाउँमा छैन यो घरमै पुग्छ बाइक ए त्यही बाटो पुग्छ यो त्यहीँ पुग्छ यो बाटो अझै आधा घन्टा भन्नुभयो होला एकदमै एक्साइटमेन्ट हुनुहुन्छ बाको अफिस त निकै टाढा पो रहेछ त अफिस त स्कुल तल हो हलेसी बजार भन्ने स्कुल त मुला 10 कक्षा पढ्न जाँदा त अनि हामी त्यही गएकै अफिसको बाटो त्यही अलिक गाडी रोड गाडी आएन बाइक छिराम नि हल्कोबाट त्यही हो क्या ठिक हो नि यतिको त हाम्रो गाउँको यसको डबल अप्ठ्यारो इस्कुस त चारो
कागती फल्छ यता मजाले कागती घर उतै हेर्नु तिम्रो उयो भयो बाख्रा किसका है ए यो 220 छ अझै फाइनल्ली हाम्रो साथी नवराजको खस आइपुग्यो नमस्ते बुवा ल आइपुग्नु भयो बुवा नमस्कार अहिले बेलुका निस्किने गरे अहिले निस्किने गरे आइपुगी नमस्ते आमा दिदी नमस्कार भाइ त भोलि मात्रै आउने अरे ओ भाइ नमस्ते गर्नु नमस्ते गर नमस्ते भाइ ओइ नमस्ते गर्नु है सब नमस्ते गर चक्र चक्र राखेर आइज त्यहाँ राखेर के छ त खबर कतिखेर हिँड्नु भयो कसले दिएको त्यो चक्लेट ए मैले किनिदिएको हो र ए खोइ बाबा कहिले आउनुभएको तपाईँ ट्यागको लगाएर अब आइपुग्यो हामी चाहिँ नवराजको घर ल आइपुग्यो आमा नमस्ते भाउजू नमस्ते हजुर ओहो कान्छा के छ ल अब चाहिँ हामी आइपुग्यौँ है ओहो भन्न भाइ को हो भन्न यस्तो भएको छ है ल मेरो हिरो चाहिँ अब ट्याक्क ह्यान्डसम भयो अब बल्ल आहा यति माया लाग्दो भएको थियो अघि त